नमस्कार। आज हामी सबै नेपाली भाषाको आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउनु एकत्र भएको छौँ। यो दिन नेपाली साहित्यमा धेरै महत्त्वपूर्ण दिन हो। भानुभक्त आचार्यको जन्म 1871 असार 29 गते तनहुँ जिल्लाको चुण्डी रम्गामा भएको थियो। उहाँले आदिकवि पनि भनिन्छन्, कारण उहाँले नेपाली भाषामा सङ्गीत र उच्च स्तरको कविताहरू रचना गर्नुभयो। रामायणलाई नेपालीमा अनुवाद गर्नुभयो, किनकि संस्कृत आम मानिसको लागि गाह्रो थियो। उहाँको यादमा हाम्रो स्कुलको सानो नानीहरूको प्रस्तुति हेर्नुहोस्। त्यो भन्दै तपाईसित बिदा लिएको। भानु जयन्तीको सबैलाई हार्दिक मङ्गल माया। धन्यवाद। उपस्थित माननीय प्रधान अध्यापक, अध्यापिका, शिक्षक, शिक्षिका र छात्र छात्राहरूलाई हार्दिक नमस्कार। आजको यस पावन अवसर आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् भानु जयन्तीको यस विशेष कार्यक्रममा यहाँहरूलाई म स्वागत गर्दछु। कार्यक्रमको विधिवत सुरुवात गर्नका लागि म आज हाम्रा प्रधान अध्यापक र अध्यापिका ज्यूलाई मञ्चको अगाडि आएर दीप प्रज्वलन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। भानुभक्त आचार्यको जन्म विक्रम सम्वत 1871 मा तनहुँको चुण्डी रम्गामा भएको थियो। त्यस समय नेपाली भाषालाई सामान्य बोल्ने भाषा मात्र मानिन्थ्यो र महत्त्वपूर्ण धार्मिक ग्रन्थहरू संस्कृत भाषामा लेखिएका हुन्थे, जसलाई बुझ्न आम मानिसका लागि निकै गाह्रो थियो। तर भानुभक्तले त्यो खाडललाई मेट्ने ऐतिहासिक काम गरे। उनले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरे। उनको त्यो सरल र मिठो भाषाले गर्दा रामायण घर घरमा पुग्यो। यसै महान योगदानका कारण उनलाई नेपाली साहित्यका आदिकवि भनेर सम्मान गरिएको हो। उनले घाँसीको प्रेरणाबाट लेखेको त्यो प्रसिद्ध कविता बडा जन्म घाँसतिर मनदी धन कमायो, नामकै रहोस् पछि भनेर कुवा खनायो। यसले हामीलाई समाज र अरूको भलाइका लागि काम गर्ने सधैँ प्रेरित गर्छ। भानुभक्तले नेपाली भाषालाई एउटै सूत्रमा बाँध्ने र हामीलाई एउटा गौरवशाली साहित्यिक पहिचान दिने काम गरे। तसर्थ भानु जयन्ती भनेको उनको स्मरण मात्र गर्ने दिन नभएर हाम्रा भाषा र साहित्यलाई माया गर्ने र यसको प्रवर्धन गर्ने संकल्प लिने दिन पनि हो। आदरणीय शिक्षक, शिक्षिका र साथीहरू, नमस्कार। आज हामी सबैजना भानु जयन्ती मनाउन एक भएका छौँ। आदिकवि भानुभक्त आचार्यको जन्म 29 असार 1871 मा नेपालको तनहुँ जिल्लामा भएको थियो। उनलाई नेपाली भाषा र साहित्यको पहिलो कवि मानिन्छ। उनले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। यसको मतलब यो हो कि संस्कृत नजान्ने साधारण मान्छेले पनि अब रामायण सजिलै बुझ्न सक्ने भए। उनका कारणले आज हाम्रो भाषाले यस्तो ठुलो सम्मान पाएको छ। धन्यवाद। अब कार्यक्रमलाई अघि बढाउँदै सर्वप्रथम रामायण पाठ प्रस्तुतिको निम्ति म हाम्रो विद्यार्थीवर्ग अनि शिक्षिकाहरूलाई मञ्चमा निम्ताउन चाहन्छु। एक दिन नारद सत्यलोक पुगी गया, लोकहरू हित बनी, ब्रह्मा दाही लिया पर्या शरणमा, खुशी गराया पनि, क्या सोचौ तिमी सोध भन्छ
हुन्छु म भनी मर्जी भया त्यो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गराया जसै हे ब्रह्मा जति हुन्छु भाषु सबै सुनिरहेछु कछु बाँकी छैन तथापि सुन्न अहिले इच्छा यो गर्दछु आउला जब यो गरी बखतमा प्राणी दुराचार भई गर्न छन् सब पाप अनि ग्रहका निशानीमा गए। धन्यवाद। अति नै मनमोहक अनि भक्तिमय रामायण पाठका निम्ति हाम्रा विद्यार्थी अनि शिक्षिकाहरूलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रमको अग्लो प्रस्तुतिलाई अघि बढाउँदै हाम्रा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले हाम्रा संस्कृत भाषामा रहेका रामायण पाठलाई सरल अनि मिठासपूर्ण नेपाली भाषामा अनुवाद गरी आम मानिसहरूमा पुर्याउनु भएको अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ र यस योगदानलाई हामी उहाँलाई श्रद्धा अनि कृतज्ञता दिँदै अब हामी एउटा नेपाली गीत प्रस्तुतिको निम्ति हाम्रा विद्यार्थीहरूलाई मञ्चमा निम्ताउन चाहन्छु।
गाउँछौ तिम्रो जय गाउँछौ तिम्रो जय गाउँछौ तिम्रो जय गाउँछौ तिम्रो जय गाउँछौ तिम्रो जय। अति नै सुन्दर गाना प्रस्तुतिका निम्ति धेरै धेरै धन्यवाद। अब कार्यक्रमको अर्को आकर्षक प्रस्तुति नृत्य कला भावना सांस्कृतिक र सृजनाशीलतालाई अभिव्यक्त गर्ने एउटा सुन्दर माध्यम हो र यस भावनालाई आत्मसात गर्दै अब प्रस्तुत हुँदैछ एक मनमोहक नेपाली गीत आधारित नृत्य प्रस्तुति। आउनुहोस् जोरदार तालीको साथमा मञ्चमा निम्त्याउँ हाम्रो इनाया अख्तर, सागरिका छेत्री अनि छोडिन तामाङ। अति सुन्दर नृत्य प्रस्तुतिको निम्ति धेरै धेरै धन्यवाद। अब आजको कार्यक्रमको मुख्य अनि आकर्षित हाम्रो भानुभक्त आचार्यज्यूको धेरै नै प्रसिद्ध नाटक घाँसीमा आधारित नाटकको निम्ति म हाम्रा तेस्रो श्रेणीको वाङनुर तामाङ अनि चौथो श्रेणीको रियान्श मालेलाई मञ्चमा निम्ताउन चाहन्छु। यो पानी पिउनु मिल्छ? एकदम मिल्छ। आफूले खनको कुवा किन नमिलोस्? धेरै टाढाबाट आएको तिर्खा लागेको थियो र पानी खोजेको थिए, धन्न भेट्यो। म पारी गाउँबाट आएको, म भानुभक्त आचार्य। तपाईँको नाम मैले धेरै सुनेको छु। आज भेटिकन खुसी लाग्यो।
मलाई पनि हजुरसित भेटेर खुसी लाग्यो। अनि हजुरको नाम चाहिँ? म आफ्नो परिचय के दिउँ र खै। यो घाँस र म यसको बढिया घाँसी। घाँसी? अनि घर चाहिँ कता हो त? घर यो बन्द जङ्गल, यो रुखपात, यो चराचुरुङ्गी मेरो परिवार र दाजुभाइ हो। अनि कसरी कमाउनुहुन्छ त? कसरी खानुहुन्छ? म यो घाँस घर घरमै पुर्याइकिन उनीहरूले मलाई पैसा दिन्छ, त्यसरी नै चलिरहेको छन्। अनि त्यो पैसाले चाहिँ के गर्नुहुन्छ त? खै यो पैसाको के गरौँ र? अलिकति आफैले खाए, अन्त बाँचेकोले यो कुवा खनाए। ओहो, धेरै राम्रो काम गर्नुभएको हेर्छ त। अनि यो काम गर्ने विचार चाहिँ कहाँबाट आएका? म यहाँ भारी सुसाउँदाखेरि धेरै मान्छेहरूले थाकित भइकन देख्दथे। मेरो पनि मन दुखे, अन्त त्यसै कारणले मैले यो कुवा खनाए। ओहो, बडो राम्रो सोच हेर्छ त। तपाईँको यो कुराले म प्रभावित भएँ। हेर्नुहोस् साथीभाइहरू, हामीले यो पैसा कमाएर कहिले पुग्दैन। हामीले पुण्य कमायो भने हामीले राम्रो हुन्छ। हवस् त, धन्यवाद। आज जब हजुरसित भेटिकन राम्रो लाग्यो। अब लाग्नु पर्ला। दिन रात घाँस काटेर पैसा कमायो र त्यस पैसाले कुवा खनायो। यो दरिद्र घाँसी भइकन यस्तो ठुलो सोच राख्नु गजब हो यो त। धन भएर पनि मैले किन सोचिन आज? ओहो, आज यस घाँसीले मलाई ठुलो पाठ सिकायो। पर जन्म घाँसतिर मन्डी धन कमायो, नाम के रहोस् पछि बनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो। मेरो इनार र त 70 पाटीकै छन्, जे धन चिजहरू छन् घरभित्र नै छन्। त्यस घाँसीले कसरी आज दिएछ अर्ती? कारो मौका नबस्नु नराखी खिड्की। अन्त्यमा आदिकवि भानुभक्त आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यहाँहरू सबैलाई भानु जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछु।
गर्दथे सुखमा छु दुःखै हटे सम्झना खाहरू हुने छ